देश बचाउन आएकाले देशकै विनाश गरे। आज बिचराती युवाहरू अकालैमा मरे। सोझा साझा युवालाई बन्दुकले पेले अनि शिक्षा दिने किताबले खुनको होली खेले। देशको मुहार फेर्छु भन्दै ज्यान गुमाउन पर्यो। आज रगतले देश रङ्गियो, सबको आँसु झर्यो। राजीनामा माग्ने होइन, ज्यानै लिनु पर्छ। के देशमा शान्ति ल्याउनलाई के ज्यानै दिन पर्छ? पिण्ड खाने बेलामा नि देश चलाउँछु भनी आज अब हामीले मार्नु पर्छ यिनलाई गनी गनी। जवान छोरा मर्दा आमा पागल बहिन होला। अब देशमा शान्ति छरिदिनु शिव शङ्कर बोला।